यहाँ मेरो प्याज लसुन अदरक रेडी भइसकेको छ। अब म यसलाई ग्राइन्ड गर्छु है त। सबसे पहिला चाहिँ खिर बनाइहालौँ भनेर नि त मैले सबसे पहिला चाहिँ खिर बनाएको थियो। अनि त्यसमा खिरमा चाहिँ मैले इलाइची तेजपत्ता चिनी दुध हालेर चाहिँ पकाइदिएको। दुध चाहिँ पहिल्यै अलिकति पकाएर राखेको थिएँ नि त, अनि त्यही हालेको। अनि त्यसपछि लास्टमा एड गरिदिन्छु म यहाँ चिनी। यसमा चाहिँ 2-3 सिटी मार्नेको बादमा फेरि भाँडामा ठुलो भाँडामा खनाएर फेरि त्यसमा पकाउँछु। अहिले चाहिँ फास्ट यसमा बनाएको। मम्मीले काट्नु हुँदैछ मासु एकदम। यहाँ हेर्दैन त चिकन काट्न आइहाल्यो, कोको काट्नु सक्छ। मासु चाहिँ यहाँ बनाउँछु बाहिर। अनि त्यसपछि यहाँ छ मेरो मसला पुरा रेडी। हेर्नुहोस् होला सबै मसला मैले यहाँ मिक्स गरेर राखिदिएको छु। लसुन, यहाँ छ प्याजको पेस्ट, अनि यहाँ छ टमाटर, दालचिनी कुटेर राखेको छु यसमा चाहिँ। कहाँ भइस यहाँ मम्मी हम पक पक कहाँ भइस। अनि यहाँ चाहिँ मैले अब मिटको लागि मसला फ्राई गरिदिन्छु। अब यसलाई मसलालाई चाहिँ मजाले पकाउनु पर्यो। अनि त्यसपछि बादमा मिट एड गरिदिन्छु। यहाँ हेर्नुहोस् होला यो कुकरमा अलिकति भइसकेको छ। अब मैले फेरि यहाँ डेक्चीमा पकाउँछु। अब यसमा फेरि हाल्नु पर्यो हामीले दुध। अनि यहाँ चाहिँ मेरो खिर रेडी भइसकेको छ। अनि यसमा चाहिँ मैले ड्राई फ्रुट्स हालिदिएँ। हेर्नु होला यति बढिया भएको थियो खिर चाहिँ। अनि त्यसपछि यहाँ चाहिँ अब मेरो मसला पनि पाकिसकेको छ। अनि त्यसपछि अब यहाँ हालिदिन्छु म मासु। यहाँ चाहिँ म गुलाब जामुनको यो गुन्छु अब पिठो। अनि त्यसपछि मतलब ज्यादै हाली पठाएछ एकजनाले। ज्यादा पनि भएन। यो चाहिँ निम्कीका लागि मम्मीले गुनिदिनु हुँदैछ। तेलौँ यहाँ छ मम्मी कपमा। मेरो चिकन यस्तो बढिया भएको छ नि, एकदम स्मेल आउँदैछ यहाँ मलाई। बनाइ थाकिसक्यो। अब बनाउनु छ अझै एउटा यो निम्किन। अब निम्किन बनाउनुलाई यहाँ मेरो तेल पनि गरम भइसकेको रहेछ। अनि यहाँ मैले अब हालिदिएको निम्की अब बनाउनु पर्यो। अनि निम्की चाहिँ एकदम छिटै हुन्छ, तेल मात्रै एकदम ज़्यादा हिट हुनु पर्यो। अनि यहाँ हेर्नु होला मेरो निम्किन पनि रेडी। अनि अब चाहिँ सर्भिङ टाइम हुन्छ त साथीहरू, बाई बाई, टेक केयर।